खास गरी यति बेला हामी दुधराचाँदन नगरपालिकाको वडा नम्बर 10 मा पर्ने 18 नम्बर पिल्लर क्षेत्र भन्दो रहेछ त्यो क्षेत्रमा छौं र होलीको दिन खास गरी चैत्र 1 गते गणेश सुनारको घरमा भारतीय व्यक्तिहरू 50-60 जनाको समूह आएर त्यहाँ तोडफोड गरेको रहेछ र आज हामीहरू त्यो क्षेत्र अवलोकन गरेका छौं र यद्यपि हामी आउँदै गर्दा भारतीय पक्ष र नेपाली पक्ष बीच एक किसिमको सम्झौता पीडितलाई क्षतिपूर्ति दिने भन्ने कुरा चाहिँ चलिरहेको रहेछ। तर दुःखको कुरा के हो भने यही क्षेत्रबाट रमेश लेखकजी अहिले गृहमन्त्री हुनुहुन्छ। रमेश लेखकजीको क्षेत्रमा बस्ने नागरिक, यहाँका नागरिक जसले सीमा बचाएका छन्, उहाँहरूको सुरक्षा गृहमन्त्रीज्यूले गर्न सक्नुहुन्न भने देशको सुरक्षा कसरी गर्छन् भन्ने एउटा आम जनताको प्रश्न हो। यो प्रश्न मेरो होइन। र यद्यपि यस्ता घटनाहरू बारम्बार भइरहने, भारतीय पक्षहरूबाट नेपाली भूमिमाथि बारम्बार अतिक्रमण हुने, यो यहाँको कुरा मात्र होइन, बेलडाँडीमा समेत करिब 500 बिघा भारतीयहरूले अतिक्रमण गरेको विषय छ, पुनर्वास त्यस्तै छ, लगायत थुप्रो ठाउँहरूमा छ। यस विषयमा हामीले कूटनीतिक पहल गर्न सकेका छैनौँ र सोही विषयमा यहाँका जनताहरूको गुनासो आइसकेपछि हाम्रो यहाँको नगर सभापति पुरुण कुमारजीले यहाँ यस्तो समस्या छ भनिसकेपछि हामी यो क्षेत्र अनुगमन गरेका छौँ, यो क्षेत्र अवलोकन गरेका छौँ, पीडितलाई भेटेका छौँ र पीडितको समस्यालाई जस्ताको तस्तै हामीले लगेर गएका छौँ र यो विषयमा हामी कुरा उठाउँछौँ र यसमा हाम्रो सम्पूर्ण साथीहरू आउनु भएको छ र हामीले वास्तविक समस्या, पीडा, यो देशको पीडा, सीमामा बस्नेलाई कति पीडा छ भन्ने कुरा यो गृहमन्त्रीले बुझ्नुपर्ने जरुरी छ। यति बेला 2/3 सरकार छ, उहाँहरूले बुझ्नुपर्ने जरुरी छ। यहाँ सम्पत्तिका नाममा कतिपयसँग खाली नेपाली नागरिकता मात्रै छ, उहाँले जसले यो सीमा बचाउनु भएको छ। तर आज एकजना नागरिकको घर, मोटरसाइकल, उसको दोकान सबै लुटिएको छ, पिटिएको छ। तर अहिले कुनै पनि कुरा आज सदनमा उठ्दैन, आज कूटनीतिक पहल हुँदैन, त्यसैलाई ढाकछोप गरिन्छ। 2 जना आउँछन्, सहमति गर्छन्, भोलि फेरि त्यही घटनाहरू रिपिट हुन्छ। यस्तो घटना रिपिट नहुन म नेपाल सरकार, गृह मन्त्रालयको चाहिँ ध्यानाकर्षण गराउन चाहन्छु। यदि यही तरिकाले बारम्बार हो भने यसमा कूटनीतिक पहल गर्नुपर्ने जरुरी छ र यो समस्यालाई भविष्यमा घट्न नदिनका लागि दुई देश बीचको कूटनीतिक पहल आवश्यक छ।